सुन चाँदीको मूल्य उच्च गिरावट 3 लाखको कीर्तिमानी उचाइबाट ओह्रालो। नेपाली बजारमा लगातार बढिरहेको सुनको मूल्य शुक्रबार उल्लेख्य गिरावट आएको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार अघिल्लो दिन इतिहासमै पहिलो पटक 3 लाख रुपैयाँको सीमा पार गरेको सुनको मूल्यमा आज तोलामा 3000 रुपैयाँको गिरावट देखिएको हो। यस वृद्धिसँगै आज नेपाली बजारमा छापावाला सुन प्रति तोला 2,79,800 रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि नयाँ वर्ष 2083 को सुरुवातसँगै सुनको मूल्य 3,02,700 देखि 800 रुपैयाँसम्म पुगेको नयाँ कीर्तिमान कायम गरेको थियो। सुनसँगै चाँदीको मूल्य पनि गिरावट आएको छ। आज चाँदी प्रति तोला 5,130 रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी 5,220 देखि 5,250 रुपैयाँसम्म पुगेको थियो। अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागमा आएको परिवर्तनका कारण मूल्यमा यो उतार चढाव देखिएको व्यवसायीहरूको विश्लेषण छ। यसरी ऐतिहासिक उचाइमा पुगेको सुनको मूल्य पूर्ण 3 लाखको बिन्दु भन्दा तल झरेको छ।